हेलो, आज चाहिँ हाम्रो बुङ्गुरहरूको बस्ने ठाउँको सरसफाइ गर्दैछ। बिहानको समय हो। यिनीहरूलाई चारो दिनको लागि यो बस्ने ठाउँहरू सफा गरेर यिनीहरूलाई खानेकुराहरू दिन लागेको छु मैले। आज यिनीहरूले के खान्छन् यो खानपानको बारेमा र मैले यहाँ सरसफाइ गरेको लगायतका अरू इन्फर्मेसन भिडियोहरू पनि बुङ्गुर फार्म गर्नको लागि बस्ती मानिसहरू बस्ने ठाउँभन्दा अलिक टाढाको ठाउँ जङ्गलको नजिकै सायद अलि ठुलो जग्गा भएको ठाउँ उपयुक्त हुन्छ। किनभने बुङ्गुरको खोरहरूबाट स्मेलहरू अलिक बढी मात्रामा आउने भएकाले मानिसहरूलाई असर नपरोस् भनेर लागि अलि ठुलो जमिन र मानिसहरू बस्ने बस्तीभन्दा अलिक टाढा नै गर्दा राम्रो हुन्छ। हाम्रो फार्ममा घोडाहरू पनि छन्, प्रशस्त मात्रामा घोडाहरू पनि छन्। हामीले यो घोडा मासुको लागि नै पालिने गरिन्छ। शान्त वातावरणमा आनन्दले सुत्यो भने बुङ्गुरको मासु मजाले बोलिरहेको हुन्छ। टन्न खाना दिनु अनि मस्त सरसफाइ भइरहेको छ। यताको सरसफाइ सकिएर अब यिनीहरूलाई खाना दिन पर्ने हुन्छ। सरसफाइ सकिसकेपछि त्यसपछि यिनीहरूले खान्छन् अनि फेरि मस्त सुत्छन्। सरसफाइको काम जारी छ। हाम्रा सुँगुरहरू मस्त घाम तापेर सुतिरहेका छन्। सुँगुरहरूलाई टन्न खाना दिने हो, मस्त सुताउने हो। सबै सुँगुरहरू आनन्दले सुतिरहेका छन्। मस्त किन हो अल्लाह अब गरिदिन हुन्न।
हामीले आफ्नो फार्ममा लोकल ब्रोइलर कुखुराहरू पनि प्रशस्त मात्रामा पाल्न सकिन्छ। यिनीहरूलाई साह्रै मेहनत गरिराख्नु पर्दैन। यिनीहरूले यहाँ छोडिएका खानाहरू मजाले खाएर हुर्किन्छन्। फोहोर कम्प्लिटली सफा भइसकेको छ। च्याट्ट छ्याक्क भइसकेको छ। हाम्रो सुँगुरहरूको सुत्ने क्रम अझै नै जारी छ। उनीहरू आनन्दले सुतिरहेका छन्। फोटा देख्न सक्नुहुन्छ, सफा एकदम छ्याक्क। सुँगुरलाई खानको लागि हामीले खाना यहाँ स्टोर गरेर राख्छौँ। खानाहरू होटेलको बचेको खानाहरूलाई चाहिँ हामीले लिएर सुँगुरलाई दिन्छौँ। अर्को खाना भनेको हाम्रो यो मेसिनमा बन्छ सुँगुरको लागि। यो मेसिनमा यहाँबाट मकै जौँहरू राखिन्छ अनि यसलाई चाहिँ मिक्सिङ गरेर यहाँबाट निकालिन्छ। यिनीहरूले अहिले खाना खाइरहेका छन्। म यिनीहरूलाई गहुँ र मकैको मिक्सचर दिएको छु। आज हामीसँग होटेलको अर्को खानाहरू नभएको कारणले आज यिनीहरूलाई म 6-7 बाल्टी जति यो सुक्खा खाना दिएको छु। यिनीहरूको खाना यही नै हुन्छ, होटेलको खाना र अनि सुक्खा खाना। यिनीहरूलाई जे दिए पनि हुन्छ, सुँगुरहरूलाई जे दिए पनि हुन्छ। त्यसपछि हामी चाहिँ यहाँ बाल्टीमा पानी, यहाँ माथिबाट पानी हालिन्छ अनि यहाँबाट ठ्याक्क आफूलाई चाहिए अनुसार पानी झर्छ बाहिर पोखिनमा। मजाले खाइरहेका छन् सुँगुरहरूले, आनन्दले खाइरहेका छन्। सुँगुरहरूले खाइरहेका छन्। बाल्टी खाऊ खाऊ खाऊ। यो बाल्टीमा खाना भनेर आजको भ्लग यति नै। लाइक सेयर सब्सक्राइब गर्नु होला। मैले आउने दिनहरूमा सुँगुरहरूको लगायत धेरै जनावरहरूको भिडियोहरू ल्याउने छु। इन्फर्मेटिभ भिडियोहरू हुनेछ, सबैलाई काम लाग्दो भिडियो हुनेछ। फार्मको बारेमा अझै धेरै कुराहरू गर्न बाँकी छ हजुरसँग। ल धन्यवाद सबैजनालाई यहाँसम्म हेरिदिनु भएकोमा।